यो सबै घाँस खुवाएर सक्यो सुकेको पनि छ दाउरा उनीहरूले राख्ने होला दुधो होइन दुधो कता राख्ने ऊ माथिबाट जानु झानु कता कता सुकेको छ नि त दाउछहरू जानु यता झानु म त्यो डोगो यहाँ तल राखेर नि दाउरा लिएर आउने बोकेर यति राम्रो लागेको यो बल्न पनि मजाले बल्छ है दाउरा दाउरा पनि मजाले बल्छ किन बल्छ ओतमा राख्नु भइहाल्छ छिटो सुक्छ पनि यो अरू दाउरा जस्तो ढिलो सुक्दैन कति धेरै यो आन्टीहरूले खुवाएर सक्नुभएको आफै उम्रेको होइन दाउरा हुँदैछन् यो यो मसिनो यो एउटा चाहिँ उहाँ दिदीको ससुराले क्या दाउरा हुँदैन नि त अनि रुखको पत्ताहरू पनि ठुलो पात भएको पत्ताहरू हुँदैन अनि सुकाएर निकाल्दैन रुखको पत्ता तोड्छ तर पुरा हाल्नु लग्छ हामीलाई चाहिँ यो दिनु हुन्छ त्यस्तो दाउरा हो मान्छेहरू पातले पनि खोले पकाएर खान्छ के भयो अनि हिँड्न हिँड्दा नि खुट्टा दुख्छ उभिँदै हुँदैन खुट्टाले हिँड्दै आउनु भएछ उहाँ बढीमा बाउ चाहिएको बाउ हुनुहुन्न फोन गर्छु म त मसरोकै खानु है अनि जनकपुरको बसमा आउनुभएको थियो होला अनि त्यसले त माथि उत्रिनु पर्दैन उहाँ तल उत्रेर आउनु पर्यो घारी बल्ल बल्ल भयो नहेर्नुहोस् है छोरी आएको नि राम्रै भयो दाउराको भारी पनि लगी के गर्नु बाबाआमालाई दुःख भयो भने राखिने हो एक भारी भए पनि बोकिदिन्छु भनेर के गर्नु यस्तै छौँ डिपिकै भए पनि ओसार्नै पर्यो ल ललिस है बिस्तारै हिँड उकालो र ओह्रालो छ म त लट्ठी टेकेर हिँड्दैछु बाटो यस्तो त हो नि पाहाडको बाटो कस्तो हुनु हौ पाहाडको बाटो यस्तै हो के गर्नु ललिस है ललिस अलिक राम्ररी हिँड म त हिँड्न पनि जान्दिनँ यहाँ परै छु अनि बाटो पो हेरेर हुन्छ त अनि कहाँ हिँड्न सकिन्छ त अब यस्तो ठाउँमा म त हिँड्दिनँ लट्ठी चाहिन्छ के गर्नु ल हस् यो चाहिँ कुराको भारी होइन तपाईँको भारी पुऱ्याएर लिएर आउनु है ल बिस्तारै आउनु ल ल जा अब म मिठो भात पकाएर राख्छु